त्यो ठिक दर्शकबिन यति बेला हामीसँग राजनीतिक समसामयिक विषयमा र भविष्यवाणी जोडिएका कुराहरू गर्नको लागि निकै नै चर्चित ज्योतिष हुनुहुन्छ, उहाँ हुनुहुन्छ महावीर थापा। नमस्कार छ गुरुजी यहाँलाई। जय होस्, जय राष्ट्र, जय देश। अहिले हाम्रो प्रधानमन्त्री नभोली नभोली के गर्दै हुनुहुन्छ? विरोधीहरूको चर्को विरोध आइरहेछ। हर्क साम्पाङले राजीनामा मागिसक्नुभयो, घोषणा गरिसक्नुभयो, राजीनामा गरिस् भनेर प्रेस विज्ञप्ति रिलिज गरिसक्नुभयो। के भन्नुहुन्छ तपाईँ? यस्तो काम नभएको मान्छेले गर्ने कामै त्यो हो क्या, होइन? बालनज्यूलाई देशको अभिभारा छ, उहाँलाई देश कसरी बनाउने, देशलाई कसरी विकास गर्ने, होइन भन्ने छ। जस्तै काठमाडौँको लागि फास्ट ट्र्याकको लागि तपाईँको अहिले बुलेट ट्रेनहरू, अन्डरग्राउन्ड ट्रेनहरूको लागि उहाँले मेकानिजम काम गरिराख्नु भएको छ, होइन? अब उहाँको काम छैन, फाल्टु कहाँ मिटिङमा आएन रे, कहाँ संसदमा आएन रे, के अरे। ए बाबा, बालनले पहिल्यै प्रतिबद्धता गरे, म बोलेर खाने मान्छे होइन, म काम गरेर खाने मान्छे हो, होइन? म विकास प्रेमी हो। त्यो गफ लाउने गफाडी होइन। आई डोन्ट वान्ट टु टक टु मच, होइन? आई वान्टेड टु वर्क, उहिले भन्नुभएको थियो। अनि जनताले पनि मत दिएको, बालेन तिमी चुबो लागेर खुरु काम गरेर देश बनाऊ है, अरू जस्तो फाल्टु गफ गरेर समय फालेर होइन नगर, पब्जी खेलेर टाइम नबिताऊ, होइन? अरे खेल्थे त पहिला हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली पब्जी खेल्नुहुन्थ्यो, हाम्रो इन्टरभ्यू हेर्नुहुन्थ्यो, हामीलाई संसदमा हाम्रो इन्टरभ्यूको चाहिँ हिल्ली उठाएर मैले साउन 15 पछि तपाईँको सरकार ढल्छ भने त एउटा ज्योतिषले साउन 15 पछि मेरो सरकार ढल्छ भनेको छ, ढल्यो 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 भने नाच्नुहुन्थ्यो उहाँ। बालनले त्यो गर्नु भएन, बालनले काम गर्नुपर्छ। अब कसरी खेल्ने, टेबलमा बस्यो खेल्ने, खेल्न नआउने अब 2-4 जना राख्यो, खेल्यो, त्यसै टाइम पास गऱ्यो। त्यस्ता प्रधानमन्त्री चाहिएन, वाक्क दिक्क भएर त्यस्ता व्यक्तिहरूसँग अहिले नेपालीले नयाँ जानेको, होइन? अनि अब उहाँहरू फेरि खोज्नुहुन्छ पुरानै। उहाँहरूको साम्पाङ त अलिकति केपी बाको नजिकको मान्छे पनि उहाँ, होइन? घरि केपी राम्रो पनि भन्दै हिँड्नु भएको मान्छे हो, होइन? ओ जनताले बिर्सिनु हुँदैन, चुनाव अगाडि केपीको ठुलो समर्थन गरे मान्छे उहाँ। के कुरा गर्नुभएको? चुनावको अगाडि विरोधी गर्नुभयो नि, बोल्नु भएन भनौँ न, विरोध चाहिँ गर्नु भएन, मौन समर्थन जस्तो। मौन समर्थन गर्नुभएको मानिस हो, होइन? त्यसैले त्यो होइन क्या। हर्कजीको यसपालि अब जनताले के गर्छन्, 3 सिट दिए, 3 सिट दिए, 3 सिट सुन्ने भन्नुभएको थियो होइन? मैले के धेरैमा 3 सिट नभए 1 सिट पनि गाह्रो, धेरैमा 3 सिट भने 3 सिटभन्दा कटेन। त्यो भिडियो हेऱ्यो चाहिँ धेरैमा 3 सिट भनेको थिएँ, त्योभन्दा कटेन, होइन? अब यस्तै कार्य गर्नु भने अब त्यो 3 सिटबाट नै आफ्नै पनि फेरि ऊ होला, होइन? त्यसैले हर्कजी तपाईँलाई जनताले जुन मत दिएछ त्यो मतअनुसार काम गर्नुहोस् क्या। पूर्वाञ्चल कसरी बनाउने, देश कसरी बनाउने, फास्ट्याग कसरी ऱ्याक गर्ने, होइन? बरु बालनजी कार्यकारी प्रधानमन्त्री उहाँलाई कसरी सघाउने, त्यो काम गर्नुहोस् न। अब यति बेला छ नि हाम्रो प्रधानमन्त्री संसदको बैठकमा जानुहुन्न, जवाब दिनुहुन्न, सांसदको प्रश्नको जवाब दिनुहुन्न। ए बाबा, त्यो आलोचना गरी संसदको प्रश्नको जवाब मात्रै दिएर समय खर्च गर्ने होइन त, काम गरेर क्या। अरे बाबा, मलाई जनताले के भन्नुभएको छ भने 5 वर्षमा तैँले यहाँबाट यहाँसम्म बाटो खन, यहाँबाट यहाँसम्म बाटो खन भन्दाखेरि त्यो बाटो नखनिकन मैले गफ गरेर बसेर 5 वर्षमा मैले जनताले दिएको गन्तव्यमा पुग्न सक्छु? त्यतापट्टि प्रश्न गर्ने कि नगर्ने जनताले? अनि हिजो ल संसद भवनै जनताको जवाफै दिनेहरूले के गरे त नि? संसद भवनै नछोडेर यसरी निन्द्रा लागेर गरेर पनि त्यो मिटिङमा बस्नेहरू गरे कि? आज त बालनले त संसद भवनै नआएर काम त धेरै गरेछन्, यत्रो विरोधको बावजुद पनि। के काम गर्नुभयो के बालनजीले फेरि? के गर्नु भएन तपाईँ? गर्नु के भएको छैन तपाईँको?
हेर्नुहोस् अहिले यो वर्किङ भिसाहरूलाई खारेज गर्नुपर्छ। बालनजी तपाईँलाई धन्यवाद, यो मेन पावरहरू सब खारेज गर्नुहोस्। विदेश जाने त्यो वर्किङ भिसाहरू सब खारेज गर्नुहोस्, किनकि तब जनता देशमा बसेर काम गर्न सक्छन् र देशको विकास हुन्छ क्या। यहाँ के भयो, तपाईँको 2 लाख रुपियाँ तिरेर 30,000 त तलब खानको लागि खाडी जाने फेसन भयो। आफ्नो होइन, आफ्नो मजबुरी आफ्नै ठाउँमा छ होइन, तर रोजगारी आफैले सिर्जना गर्ने हो नि त। जब यो लेबर भिसालाई बन्द गरिदिन्छन् होइन, तब देशमा आफै रोजगारी सुरुवात हुन्छ क्या। किनकि त्यहाँ मान्छे यो स्टेजमा पुग्छ कि मर कि गर। अहिले गाउँको खेतबारी बाँझो छ, गर्ने मान्छे छैन होइन, तर खाडीमा पसिना चुहा 30,000 रुपियाँमा पसिना चुहा छ बिचरा, त्यसमा 10,000 आफ्नै खाने खर्च, अनि बालबच्चा हेर्ने मान्छे हुँदैन 20,000। त्यहाँ जिन्दगीभर खाडीमा काम गर्यो, केही पनि बचेन। बरु त्यसो त नेपालमै के गरेन, वर्षको 2-4 लाख रुपियाँ त जम्मा गर्न सक्छ नि, पछि बोका बाख्रै पालेर पनि होइन। जसरी मेरा दाजुभाइले बिचरा अब त्यो महिनामा जसरी तपाईँहरूले खाडीमा 12 घन्टा 16 घन्टा काम गरिरहनु भने त्यही काम नेपालमा गर्ने हो भने होइन होला, त्यहाँ जति नभए पनि अलिकति केही औसतमा कम कमाए पनि तपाईँको बालबच्चा सुरक्षित हुन्छ। छोराछोरीले बाउ भनेर कहाँ छ भने बाउको माया पाउँछ, श्रीमतीले श्रीमानको तातो माया पाउँछ। अब कतिको त होइन जीवनभर खाडीमा काम गर्यो, घर आयो श्रीमती पनि छैन, छोरीछोरी पनि छैन, बर्बाद, पिडै पिडा। विदेश जानबाट रोक्ने कि रोजगारी व्यवस्था गर्ने? रोजगारीको व्यवस्था नेपालमा गर्ने, विदेश जान रोक्ने। भएका पूर्ण रोक्नै पर्दैन नि, नेपालमा रोजगारी भए को जान्थ्यो र गुरुजी? किन रोजगारी उत्पादन गर्नु पर्यो। अब बाटोहरू फास्ट ट्र्याकहरू खोल्ने भन्दै हुनुहुन्छ, काठमाडौँलाई अन्डरग्राउन्ड ट्रेनहरू बनाउने भन्दै हुनुहुन्छ होइन। काठमाडौँमा काम गर्ने, बेल्चा चलाउने आफ्नो देशमा, खाडीमा होइन। डोजर जोत्ने आफ्नो देशमा, खाडीमा होइन। अब त सुकुम्बासी फाँड्नु भयो, यहाँ सडकहरू बनाउनु पर्ने छ। काठमाडौँ जाम भयो भने अन्डरग्राउन्ड गर्दै हुनुहुन्छ, त्यहाँ काम गर्नुपर्ने छ। फास्ट ट्र्याक बन्दैछ, त्यहाँ काम गर्नु पर्दैछ। अब युरेनियमका खानीहरू हामीले नै रिसर्च गरेर निकाल्नुपर्छ, त्यहाँ काम गर्नुपर्ने छ। धेरै काम गर्नु छ त। साँच्ची नै देश यति तल पुगेको छ, यो देशलाई 5 वर्षभित्रमा विकास गर्ने हो भने विदेशबाट हामीलाई 10औं लाख कामदारहरू ल्याउन जरुरी छ भने हाम्रा योग्य कामदारहरूलाई किन विदेश पठाउने के? वाइ? अब लुटेका पैसाहरू सबै बाहिर लुटेर बाहिर विदेशमा राखेँ, त्यो पैसा ल्याउने होइन। खाडीमा भएका सबै नेपाली दाजुभाइलाई नेपाललाई ल्याउने, खाडीमा जसरी रोजगारी दिएको थियो, जति तलब दिएको थियो त्यति नेपालमै दिने, नेपालमै बस्छ भन्ने हो। यति बेला छ नि, यति बेला उपसभामुख बनाउने कुरामा हर्कजीलाई गुण लगाउनु भयो बालेनजीले, रविजीले, तर अहिले उल्टै बालेनजीलाई डस्दै हुनुहुन्छ। उहाँले त कुनै समय होइन चर्चले पनि गुण लगाएर पास्टर बनाएको पनि हो त। ताकपरे तिवारी नत्र गोतामे उहाँ एकचोटि खुङ्खार क्रिस्चियन भनेर बत्तिसमा पनि लिइसक्नु भएको, फेरि राजनीति गर्नु परेर अब क्रिस्चियन भनेपछि जनताले भोट दिँदैन भनेर बाइबललाई हापेर फेरि मेरो हिन्दुजम ठिक छ भने पनि हो होइन। उहाँ ताकपरे तिवारी नत्र गोतामे हेर्नुहोस् होइन, अलिकति मान्छेको चरित्र भएन होइन। अब कसैले प्रधानमन्त्री बनाउन बोलायो के अरे बोलाएको छैन, आफै ट्याक्सी रिजर्भ गरेर अब के त्यहाँबाट अब हेर्नुहोस् है, त्यति राम्रो नगर प्रमुख भइराखेको मान्छे ट्याक्सी चढेर मलाई प्रधानमन्त्री दे भनेर के अरे आर्मी चिफको ढोका ढकाउन आएको थिएँ। बिन बोलाइ मेहमान हो क्या उहाँ। बिन बोलाइ मेहमान भनेको नबोलाइ किन पनि म पाहुना भनेर घर आइदिने के। बिन बोलाए मेहमान भन्छ कि त्यसलाई। तपाईँ घरमा कुनै फङ्सन भयो, तपाईँले उहाँलाई निम्ता त दिनु भएन, तर पनि ऊ सुट लाएर ठक्क लाएर होइन निम्तो दिएको भन्दा बढी गरेर आयो कि। अहिले चाहिँ तपाईँलाई छ नि, तपाईँ त भविष्यवाणी गर्नमा 1 नम्बरको ज्योतिष हुनुहुन्छ। तपाईँले गरेका भविष्यवाणीहरू धेरै मिलेका छन्, चर्चामा आएका छन्। तपाईँ चर्चित ज्योतिष हुनुहुन्छ। अझ तपाईँको विशेष गरी कालो टिका लगाएको बेलाको बोलेका कुरा त विश्वभरि भाइरल छन्।
होइन आलोचना पनि धेरै छन्। हजुर हजुर अब भविष्यवाणी गरिदिनुहोस् कि फेरि पनि यो सरकार टिक्छ कहिलेसम्म? यो सरकारको कानुनी कार्यकाल 5 वर्ष हो, राष्ट्रपतिको हातमा 25 वर्ष गयो देश पनि भन्छन्, हल्ला छ, के हो कुरो? जबसम्म यो सरकारमा बालिन्छ तबसम्म यो सरकार टिक्छ। बुझ्नुभयो? कहिलेसम्म? जबसम्म बालिन्छ। त्यो भने के? जब बालनले हात झिक्छ सरकार ढल्छ। जबसम्म बालन स्ट्यान्ड बाई बस्छ यो सरकार कसैले पनि ढाल्न सक्छ। त्यही हो। सरकार 5 वर्ष त टिक्छ नि घनिष्ठ। सरकार बालनको हातमा छ। बालनको योग हेर्ने राजयोग छ है। र ऊ एउटा ध्यानी ज्ञानी अनि तपाईँहरूलाई थाहा छ बालेन तन्त्र विद्यामा पनि अलिकति मायुर हुनुहुन्छ। माहिर भन्दा पनि ख्याल गर्नुहुन्छ भनौँ न। माहिर भए त उहाँ तन्त्र तान्त्रिक भनेर हिँडिहाल्नुहुन्थ्यो नि। तान्त्रिक तपाईँको पृथ्वीनारायण शाह पनि तान्त्रिक थिए, जङ्गबहादुर पनि तान्त्रिक थिए, राजा महेन्द्र पनि तान्त्रिक थिए। तान्त्रिक थिए। तपाईँ बालेन तान्त्रिक होइन भन्नुहुन्छ, त्यो हामीलाई थाहा छ बालेनको हो भन्ने होइन। त्यसैले जबसम्म बालेन छ तबसम्म सरकार बालनकै हातमा रहन्छ। जब अब बालनलाई चित्त बुझेन राजसभामा, अब भित्री पार्टीबाट चित्त बुझेन, उहाँले हात छोडिदिनु भने सरकार जान्छ होइन। नभए सरकार बाँचिरहन्छ 5 वर्ष होइन होइन। फेरि अर्को चुनाव पनि जित्छन्, फेरि अर्को चुनाव पनि जित्छन्, 15 वर्ष जान्छ। कसको हातमा? बालनको हातमा। 15 वर्ष प्रधानमन्त्री बन्न पाइन्छ त अनि? किन पाइन्छ? 2 कार्यकाल मात्रै भनेको छ। होइन ठिक छ त 2 कार्यकाल। पार्टीले विधान संशोधन गरेर गर्ने हो। अनि ठिक छ त दुई कार्यकाल गरौँ। 2 कार्यकालपछि बालनभन्दा अर्को योग्य मान्छे जन्मेला होइन। यति बेला छ नि संसदको बैठकमा नआउने, राष्ट्रपतिले सम्बोधन गरिरहँदाखेरि कुले लाम ठोक्ने हाम्रा प्रधानमन्त्रीज्यूले आज एउटा स्ट्याटस लेख्नु भएको छ। 1.5 लाख 2 लाख त लाइक मात्रै पुगिसक्यो जम्मा 56 मिनटमा। हेर्नुहोस् त डिडिसीको एक चिजको उहाँले यो खाँदै फोटो हाल्नु भएको छ कि उहाँले राजनीतिक कुराहरू केही नराखेर अब आफू किन नआएको मन्त्री परिषदको मतलब संसदको भवनमा किन नआएको भनेर उहाँले भन्नु भएन। जनताले के जवाब सुन्न खोजिरहेका छन् उहाँको स्ट्याटसबाट त्यो पनि उहाँले मतलब गर्नु भएन। केवल उहाँले डिडिसीको यो एउटा जुन चिज छ नि चिज यसको प्रचार गर्नुभयो उहाँले व्यापक रूपमा। तर योसँग फेरि धेरै नेपालीको धेरै किसानको चाहिँ उत्पादन जोडिएको छ, बजार जोडिएको छ, आम्दानी जोडिएको छ। के भन्नुहुन्छ तपाईँ? एक चिज त एक त विश्वमै फेमस चिज हो होइन, जुन चाहिँ हिमाली बिहे गर्न पाइन्छ। यो चाहिँ अत्यन्तै प्रिय चिज हो र यहाँबाट विदेश पनि पहिला पञ्चायत कालमा थुप्रै विदेश ढुवानी हुन्थ्यो, विदेशमा जान्थ्यो यो चिजहरू होइन। अहिलेको सरकारको नीति अलिकति फितलै भएको कारणले गर्दाखेरि त्यहाँ नपुगेको होला। तर उहाँले एक चिज खानुहोस् र सबैलाई खुवाउनुहोस् भन्नुभयो। त्यो नेपालको प्रडक्ट नेपालमा बेच्नुहोस् भनेको होइन। त्यो जस्तो महान कामहरू के अरू जवाब दिइराख्नुपर्ने कुरा त केही पनि छैन त। काम गरिराख्नु भएको छ, भ्रष्टाचारीहरूलाई समातिराख्नु भएको छ। हाम्रो प्रधानमन्त्री एउटा याक चिजको डिडिसी चिजको प्रचारमा व्यस्त हुनुहुन्छ पण्डित सर। प्रचारमा व्यस्त होइन कि बाबा, एउटा खाए हालिदियो यो चिज खाऊ न। तिम्रो क्यानमा आएको विदेशी त्यो अमुल भन्छ नि इन्डियन चिज, विदेशी चिज त्यो नखाऊ, स्वदेशमै बनेको चिज खाऊ भन्यो हो नि त। त्यो नराम्रो भयो। प्रचारको लागि उहाँले एडभर्टाइजको लागि उहाँले पैसा पनि ल्याउन सक्छ, के थाहा। तपाईँको त्यो त शङ्खाले जे पनि तपाईँसँग बोलेको मैले पनि पैसा लिएको हुनसक्छ, त्यो के थाहा। त्यो सबै कुरा त्यो के कसो भन्ने कुरा शङ्खामा लङ्का जलाउँछ कि। तपाईँलाई थाहा छ मानिसलाई चिताले भन्दा होइन धेरै छिटो होइन चिन्ताले जलाउँछ कि। त्यसो भए हाम्रो प्रधानमन्त्री नबोलेको विषयमा तपाईँको ध्यान आकर्षण छ कि छैन? टिप्पणी के छ? उहाँ हो नबोल्ने। किन बोल्ने? फाल्टुमा किन बोल्ने? काम गर्ने, कुरो 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 काम गर्ने, नबोल्ने कुरो कुरो काम गर्ने। के बोलेर के फाइदा छ? यो देशमा बोलेर कसैलाई चित्त बुझाउन सकिन्छ? नबोल्ने काम गर्ने, कुटो काम गर्ने। अरे बाबा नबोल्दै के काम गर्दै हुनुहुन्छ? गरेको छु त। ए बाबु सुन्नु, गरेको छु त। बागमती सफाइ गर्दै हुनुहुन्छ, सुकुम्बासी हटाएर नयाँ क्लिन गर्दै हुनुहुन्छ, काठमाडौँलाई अन्डर मेट्रो ट्रेन गर्दै हुनुहुन्छ होइन। स्कुलहरूको लागि शिक्षाको लागि परिवर्तन गर्दै हुनुहुन्छ, नेपाली नयाँ नोटहरू बजारमा ल्याउँदै हुनुहुन्छ होइन। विदेशी नीतिहरू राम्रो गर्नुलाई
बारम्बार कम्युनिकेट गर्नु भइरहेको छ। भारत जस्तो एउटा देशले चाहिँ निमन्त्रणा दिँदा पनि यो विषयमा कुरा गर्ने भए म आउँछु नभए आउँदिनँ भनेर भन्नुभएको छ भने अमेरिकाको संसदमासम्म एकजना मानिसले एसएलएम क्लाइम गरेर तेरो देशमा बालेन जस्तो प्रधानमन्त्री आएको छ होइन, अब तेरो देश विकास हुँदैछ त किन अमेरिका बस्छस्, नेपाललाई जा भन्दा आज नेपालका नाम होइन। धेरै वर्षपछि रोनाल्ड रेगनको पालापछि, राजा महेन्द्रको पालापछि होइन, अमेरिकाको पनि विभिन्न स्टेटमा चाहिँ के अरे बालनको नाम आउँदैछ भने भारतको संसदमै रविको चर्चा भयो, बालनको चर्चा भयो, टेबल ठकाठक भयो। यस्तो प्रधानमन्त्री हुनुपर्छ। रविको पनि भयो दलितलाई माया विषयमा हो अनि के अरे दलित त भारतमा पनि छन्, यस्ता नेता हुनुपर्छ। सुन्नुहोस् त अनि यता छ नि गुण लगाएका व्यक्तिले बैगुण गर्दैछन् नि हर्कजीले। यो नेपालीको बानी हो। हेर्नुहोस् आज थुप्रै मान्छे मेरै हातबाट पनि क्या थुप्रै मान्छेलाई मैले गुण लगाएको छु यतिसम्म कि तपाईँको आज के अरे ओल्ड रिकर्ड पनि कायम गरेको छ। मेरै मान्छे, मेरै चेलो जसलाई कुनै बिहा पनि मैले गराइदिएको थिएँ क्या, बिर्सिन्छन्। मेरै चेलाहरू कति छन् होइन। आज हिजो साँच्ची नै भन्दा पेट भर्न गाह्रो पर्नेहरू होइन, हिजो कैयौँ महिना कोठा भाडा तिर्न नसक्नेहरूलाई मैले आज प्रसिद्ध एउटा तान्त्रिक झाँक्री बनाइदिएर लाखौँ रुपियाँ कमाउने हुनुभएको छ। उहाँहरू आज मबाट टाढा 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 जाँदै हुनुहुन्छ कि। देश स्वार्थको देश हो, प्राकृतिक नियम होइन यो स्वार्थ हो, यो स्वार्थ हो। हेर्नुहोस् भुल्छन्, मलाई थाहा छ मेरै चेलाचेलीहरूले भुल्दैछन्। अब उनीहरू कमाउनु योग्य भइसके, महिनामा 2-4 लाख रुपियाँ कमाइराखेका छन्, अब कमाउँदै पनि छन्। अब बिस्तारै मेरो महसुस हुँदैन क्या, मेरो जरुरत हुँदैन क्या। हो उपसभामुख त बनाइदिएको हो नि, भोट दिएको हो नि रुकुकुमारी ठाकुरलाई, भएन फैलफा भएन नि। अब बताउनुहोस् मलाई अहिलेको समयमा नेपालको यो राजनीतिमा, यो परिवर्तनको चरम बिन्दुको राजनीतिमा राजनेता को साबित हुँदैछ तपाईँलाई भनिदिउँ। भन्नुहोस्। एकातिर जाने हुने रवि, अर्कोतिर जाने हुने बालेन। असली राजनेता भनेको त्यो हो जसमा त्याग छ, जसमा तपस्या छ, त्यो हो राजनेता। उहाँहरू यस कसले गराइदियो राजनेता? उहाँको काबिल क्षमता, जनताको विश्वास होइन। जनताले विश्वास कहिले गरे त उहाँहरूको कार्यशैली हेरेर विश्वास गरे नि त होइन। नभए अरूलाई किन गरेनन् होइन। कुलमानलाई किन गरेनन्? हराए त्यो कुलमान पनि चर्चित व्यक्ति थिए त। त्यो रविभन्दा पनि धेरै चर्चित व्यक्ति हुन्छ भनेपछि जनताको राजनेता हुन समय लाग्छ। समय लाग्दैन, बारेमा त समय लागेन। अनि तपाईँ त गुरु हुनुहुन्छ, तपाईँ त तान्त्रिक धार्मिक सबै कुराको तपाईँ त गुरु हुनुहुन्छ। अब हेर्नुहोस् त त्यहाँ सुकुम्बासीहरू सडकमा अहिले थाल बजाउँदै न्यायको लागि भिख मागिरहेका छन्, साथ दिइरहेका छन् हर्क साम्पाङले। हिजो ढुङ्गा उचाले, अहिले हर्क साम्पाङले सुकुम्बासी उचाल्दैछन् भन्ने सङ्गीन आरोप लागेको छ होइन। उहाँले गरेकै छ आरोपलाई होइन गरेकै छ। त्यो सुकुम्बासीहरूलाई होइन चाहिँ बरु व्यवस्थित बाँस घाँस कपासको व्यवस्था गर्नुपट्टि नलागेर, सरकारलाई त्यो गर्नुपट्टि सघाउ भन्नुपट्टि नलागेर उहाँहरूको भएको घाँस बाँस कपासलाई पनि लाथालिङ्ग गराएर बाटोमा झार्दै हुनुहुन्छ क्या। कसले झार्दै हुनुहुन्छ? हर्कजीले। किन? अब उहाँको ब्रेनलाई सोध्नु पर्यो, मलाई होइन के। दोसर लाउनु भयो बालेनले सडकमा पुऱ्यायो कि हर्करले भने? अरे बालेनले त क्लिन गरेर उहाँहरूलाई डोजर मात्रै लगाएको होइन त, उहाँहरूलाई व्यवस्थित ठाउँमा लगेर यहाँ बस यहाँ खाऊ भनेर डक्टरदेखि मेडिकलदेखि सबै चेक गरेर बिरामीहरूलाई फ्री गरे। हेर्नुहोस् कुनै सरकारको पालामा भयो थियो। आज बाटोमा दुर्घटना होस् न, हस्पिटल लग्यो भने पहिला तपाईँले बिल तिर्नु पर्दैन क्या, पहिला तपाईँको उपचार अनि बिल। त्यो राम्रो भयो है।
हेर्नुहोस् त बाँच्नु पर्यो बस। हो पहिला पहिला तपाईँको इमर्जेन्सीमा लग्यो भने पैसा छैन भने त्यो इमर्जेन्सी के मरोस् न त्यसको चेकअप हुन्थेन। अहिले हेर्नुहोस् त पहिला उपचार अनि बिल, यो हो नि त देशको सिस्टम, यो हो नि त परिवर्तन है। यो हो नि त परिवर्तन। तर सुकुम्बासीलाई नभइकन हुकुमबासीलाई बोक्दैछन् हर्कले भन्ने आरोप छ क्या। हो त्यो सत्य हो। ए हुकुमबासीले बोकेका छन् उनले। देख्नु भएन 8 तला घर अनि त्यो बन्दुकदेखि लिएर आर्मीको ड्रेस सबै भएका उहाँका समर्थक हुन् त। नक्कली भन्ने कुरा आयो आउनु चाहिँ। अब त्यो नक्कली सक्कली के हो त्यो आफ्नै समझ, नक्कली भए पनि स्वीकृति लिएर राख्नुपर्छ ब्रदर। त्यसो भएदेखि नि अहिलेको यो संसदमा हर्क साम्पाङले पनि बैठकलाई अवरोध गर्नुभयो। उहाँ अगाडि बढ्न दिनु भएन, उहाँ त उठेरै विरोध गर्नुभयो। अघिल्लो दिन बालेन, पछिल्लो दिन हर्क उठेर संसदलाई बङ्क गर्नुभयो। बङ्क क्लासमा अलिक पढ्न नसक्ने अलिकति ट्यापे जस्तो केटा जो हुन्छ नि विद्यार्थी, उनीहरूले बङ्क गर्छन् रे क्या। बङ्क गर्ने कुरामा चाहिँ हामीले कस्ता विद्यार्थी भनेर बुझ्ने। त्यो जुन विद्यार्थी राम्रा पढ्दैनन्, जो विद्यार्थी शिक्षकले भने मान्दैनन् होइन, जो विद्यार्थी अनुशासित छैनन् त्यसैले बङ्क गर्छन्। उनीहरूले पनि त्यही गरे हुन् होइन। के चाहिँ फरक गर्नुभयो क्या हर्कजी तपाईँले पुरानो भन्दा? टेबल हान्न, संसद भवनमा चिच्याउ कराउने होइन, घरि तपाईँ डाँडा गाएर आए गिटार बजाएर कराउने होइन, लाइफमा घरि संसद भवनमा कराउने। यार एक दिन मात्र तपाईँले उच्च काम गर्नुभयो थियो, जुन दिन चाहिँ पहिलो सम्बोधन गर्नुभयो थियो। ओहो हर्कको त दिमाग खुलेछ भनेर मैले स्लटै गरेको थिएँ के। तर उहाँ आफैले त्यो आफ्नै दिमागले लेखे होइन रहेछ, कसैले स्वकीय सचिवले लेखिदिएको उहाँले घोकेर रातभरि घोकेर पढाएको छ। कसले? हर्कले। ए आफूले लेख्न सक्नुहुन्न भने? आफैले लेख्न सक्ने त्यति विवेक भइदिए भए अहिले त्यो तुच्छ काम गर्थे भनेको तपाईँ। अनि त्यत्रो स्ट्याटस कसले लेख्यो भने अहिलेसम्म दिनमा सयौं स्ट्याटस। म लेख्न लाउँ? एकजना पिए राखे भयो त, उहाँलाई त तलब पनि आउँछ, भत्ता पनि आउँछ, पार्टीको अध्यक्ष त्यस्तो हुन्छ? स्वकीय सचिव आफूले लेखेको होइन भने? त्यो कहाँ भने? विवेक आफ्नो होइन भने? होइन अरूको विवेक। त्यस्तो नि हुन्छ त कहीँ। अरे भएकै त्यही छ भने भएकै त्यही छ। भएकै त्यही छ यो देशमा। यति बेला छ नि म प्रधानमन्त्रीको मान्छे हुँ भन्दै सचिवलाई फर्काएर लिएका छन् क्या।